हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी बर्जिङ जाँदैछौँ है विथ मिलन सर, विनोद, राजु अनि प्रवीण है। उहाँ चाहिँ मिलन सर हाम्रो है। त्यस्तै हो, हप्ताको एकचोटि बर्जिङ जानुपर्छ, हिँड्नुपर्छ होइन। ह्यान्सी मात्रै देखाएँ होइन तँलाई त। अब मैले भन्नु त के भन्नुहुन्थ्यो। The famous singer of our school, राजु। राजु उपाधि पाइस् त। अहिले चाहिँ बिहानको 5:38 गयो है। कहाँ छौँ हामी? कोलागालमा। यो चाहिँ बर्जोगी नि हो। हिजो के हुँदै थियो हामी घर आएर? हिजो बिहान के अरे क्रिकेट खेल्न गएको, न केही बुझ्नु न केही बुझ्नु, यतिकै गयो हान्यो हिँड्यो भन्दै थियो। हिँड्नुपर्छ भाइ, प्रगति गर्नुपर्छ। सुनिस् केही बुझ्या भए चाहिँ तिमीलाई भनिदिन्थ्यो, तर केही बुझ्या होइन। यो ल्याएको रे, हेर्नु न, यो ल्याएको रे होइन। यो क्या चार्ज छैन। वाट क्यान आई डु? अनि सुविधा होइन। ए प्राइभेटको त आइतबारदेखि चाहिँ होला त्यस्तो। कहाँ प्राइभेटको छँदै छैन नि? छैन, सरकारी जिन्दाबाद हो। मौसममा पनि ट्रेक हिँड्नुपर्छ, क्या दामी हुन्छ। देखिस् टाइम कस्तो पर्फेक्ट छ, देखिस् राति स्पिकर बजाउँदै दुङ दुङ बजाउँदै होइन, दुङ त्यसमै कराउँदै आफैले गीत गाउँदै है सर। स्पिकरले राख्छ नि जानेको छुट्टै मजा छ। स्कुलको त्यसमा वायर घुसाउनुपर्छ एकछिनमै। पर्दैन 5 मिनेट अहिले, पर्दैन चार्ज बढी चाहिँ 5 मिनेट अहिले, पर्दैन। प्रवीणलाई त कसम लुकिङ सो सेक्सी ब्युटी छ। गाजल त्यो तिम्रो मेटाइदेऊ न, तिम्रो आँखाको रङ। विनोदलाई त कस्तो ह्यान्सी देखेको क्या साँच्ची भनेको। अहिले बर्जिङमा 3-4 केटी फिदा हुन्छ है, केटीहरू त टन्नै हो है, तर आज आउँदैन। शनिबार बालुवा चाहिँ कहाँबाट आयो कि यहाँ? बालुवा चाहिँ कहाँबाट आयो? बादल छ त त्यत्रो माथि। के छ हौ राम्ररी? त्यहाँ आइडेन्टी कार्ड छ, अनि पछि आइडी कार्ड। पैसा के अरे पैसा छैन। मेरो उस छ, गाडी गाउँ छ अनि पिन छ, किनकि म धनी हो नि त। जानुपर्छ अनि फाइनली हामी चाहिँ आज बाटोमा भनिदिन्छ त्यो वेटरको बारेमा। रेस्पेक्ट त अब धेरै छैन, त्यस्तै 5-10 मिनेट होला होइन। पारामा जाने हो है। रोबोटलाई निगार हुन्छ। मलाई जाडो हुँदैन, मलाई गरम भइरहेको छ क्या। दुई त गर्नु पर्दैन हौ सर। प्रवीणको आँट चाहिँ हो मलाई कौट लाउन खोज्ने, तर अभियसली असफल हुनुभएको छ। लाग्दैन ठिक छ, असफल हुनुभएकोमा धन्यवाद। मिलन सर, भरे घर आउने बेलामा तपाईँलाई म एउटा जादु देखाउँछु ल। यहाँवाला मादलवाला ल। बादल बज्नेवाला। ए यो मादल बज्नेवाला गालाम बजाउँछ अनि कसले भन्यो? कसले भन्यो? अस्ति बच्चाले देखाएको मलाई। एकजना गाला यसरी राख्ने चाहिँ प्र्याङ बजाउने रहेछ। मैले स्वातिलाई गएर थियो होइन कि क्रिजालाई हो? साथीलाई नबजाले फल्सी पाऊ। यो हामी चाहिँ फाइनली पुग्न अस्ति नै यो है कोचिङमा थियो हामीलाई। ठ्याक्कै त्यसको अगाडिपट्टि छौँ होइन, मन्दिरमा मात्रै हो। सरले पढाउनु थियो क्या सर। हामी पुग्यौँ अहिले चाहिँ मन्दिर पुग्यौँ, तर म भित्र जान्न। उनीहरू गइरहेको छ, म चाहिँ यहीँ बस्छु। घरछेउमा जङ्गल छ भन्दै म पारा देखाएँ हामी तर नजाने तारा देखाउनु त भन्दै। बुझ्नु भयो त्यस्तो नि। प्रवीणलाई एकदम जाडो भइरहेको छ आज। जाडो रे। चिन्ता नगर, म तिम्रो जाडो प्यास भेटाउँछु। के हो भने थाहा छ? अनि हाँस्यो सारङ्गे पानी हास्यो। सारङ्गे भन्दा छ। थाहा छ सर। आई लभ यु। आई लभ भेरी मच। चाहिँदैन हौ तपाईँको आई लभ यु मलाई। गएँ म। किन भनेको नि त? अनि यस्तो यस्तो गर्दै मेरो अगाडि देखा त नि। अनि यो मेरो यहाँ हात चिलाइरहेको यस्तो गरेको नि। त्यही त यस्तो गर्नु नपाउने। त्यही त। प्रवीण के भयो? जाडो भयो? राजु तेरो खोलेर दियो भने त फेरि विनोद ज्याकेट दिएन, जाडो भयो। हामी जम्मा अगाडि यिनीहरूको कुरा नसुनौँ, मान्छे बौलाउँछ। यो चाहिँ कहाँको भ्यू हो? ठाउँको कुन ठाउँ? बर्जयोगिनी भन्ने स्थान। यो कता छ? यो शङ्करापुर नगरपालिकाबाट 15 किलोमिटर माथि। आमा राइट अर वाट?
ओए तेरो बाको खप्पर यो चाहिँ अरू देउताहरू राख्ने ठाउँ यो चाहिँ प्रवीण यो कन्सेप्ट राखेको मैले हो तर बिहान जाने अल्छी लाग्यो बर्जिङ निजाम भनेर कन्सेप्ट राखेको मैले हो तर बिहान उठ्नै अल्छी लाग्यो त्यो त सबले थाहा छ त ओइ हामी योभन्दा अलिक माथि जाउँ है जङ्गलमा मङ्गल गर्नु त के जानु मिलन सर अस्तिको भ्लगमा छ नि मान्छेले सबैले क्लिप चाहिँ मेन के हेर्दो रहेछ भन्नु न त्यो वाला सर एउटा केटीको दिनवाला थियो नि सबैले त्यही क्लिप याद गर्दो रहेछ हौ मैले थाहा पाएको के होइन अरू क्लिप चाहिँ त्यति धेरै याद गरेर होइन त्यो चाहिँ भने सबैले त्यही भन्दै थियो क्या मलाई ए हामी आएको भनेर स्वागत गरेको खुसी लाग्यो यही पोज गर्दै न यार अलिक सम्झाउ न राजु बच्चे देखो न देखो त्यसलाई कस्तो आयो भनेर सोध न आर यु सिरियस राजु देखेर लजायो राजु यहाँ न राजु आर यु सिरियस मस्किँदो रहेछ राजुले देखेर हो यसलाई मन पर्यो आर यु सिरियस बिचरा राजु ठिक छ नि तिमी ओ हेलो अस्कुस मी त्यो चाचा देखाइदे त लजाउँछ कस्तो हेन्सी केटाले मेरो फोटो खिच्यो भनेर ल हेर तिमी त खतरा देखिरहेछ औ हेलो देख्यौ ओ यो त हाँसिरहेछ हामी हाँसिरहेको छौँ अब त्यो किन अर्को नि खिच्दिम प्रवीण ठिक छ एकदम ठिक छ विनोद ठिक छ यस राजु सर तपाईँ देख्न आँट्नु भयो एक्सन राजु ठिक छ कस्तो ठिक छ नेचर यस्तो छ यसकै माथि हाल बेहाल छ यसको त हल्का गोरी मन्दिर यहाँ छ गोरी त छ तर हामी यहाँ छौँ अहिले खतरा देखिरहेको छ यार क्वालिटी बबाल आए जस्तो लागिरहेछ अब चाहिँ लगेको जस्तै फोटो खिचेर हानौँ न अहिले चाहिँ क्वालिटी बबाल आए जस्तो लागिरहेको छ मलाई यो साथी खासमा यो चाहियो भनेको थियो मलाई तर अब के गर्नु अब चाहिँ सिंगल हान्ने ओइ सिंगल आइजे खेल्छ मेरो चाहिँ एक हान्यो नि पुरा राजु हजुर सर तिम्रो गोरीसँग हान्नु त मलाई हस् सर ओइ मोबाइल देन कस्तो रहेछ यो तेरो मोबाइल देन त न सबैजना ठिकै होला नि है एउटा खुसीको खबर छ हाम्रो मिलन सरले खाजा खुवाउँदै हुनुहुन्छ है मैले अस्ति नि मणिचुक जानु नि खुवाएको थियो त हामीले खाना पाएन के साँच्ची हो अनि छुट्टै थियो नि त हामी त्यो स्वार्थी र पिज्जाले गर्दा पछाडि परिरहेको हिँड भने मैले 500 किनेर दिएको भने त्यति 500 रुपैयाँ यस्तो हिँड भने ढेल्नुपर्छ चाँडै नहाल्यो भने एकछिन हिँड्छ अनि गाह्रो छ नि ब्रो हिजो यार क्रिकेट हानेर धेरै हान्नु हुन्न क्या तर फर्स्ट टाइम खेलेको हो मैले मलाई यस्तो निन्दा लाग्छ नि धन्यवाद यो चाहिँ मिलन सरको उपलक्ष्यबाट सबजना ठिकै छ होला हामीले चाहिँ खाजा खाएर नि भेटिसक्यो तर मलाई आज चाहिँ मन्दिर गएको अर्थ थाहा भएन क्या हामी मन्दिर किन गएको गयो मन्दिरभित्र गएन के मन्दिरकै बाटो गयो त्यहाँ माथिपट्टि गयो त्यहाँ पनि मन्दिरभित्र गएन सिधै माथिपट्टि गयो त्यहाँ पनि बसेन फेरि तल गयो तलबाट फेरि माथि गयो माथिबाट एकछिन बस्यो फोटो खिच्यो
टाइमलेप्स बनायो अनि आयो सबै खायो पिरो खायो चिकन खायो अनि अहिले भ्लग बनायो ओके न रुटिन त फेरि कडा बनाइदिनु नि मैले फेरि सर सर के छ हाल ठिक छ नि राजु राजु तिम्रो सेती खोइ डगी फोटोग्राफर अब चाहिँ हामी जान्छौँ अब घर जान्छु म एडिट गर्छु अनि भ्लग हाल्छु सो आजको लागि यति नै अब भेटौँ न अर्को भ्लगमा कहिले हुन्छ थाहा छैन यो भ्लग चाहिँ चाँडै आएको 28 दिनमा कि कति 21 दिन आएको मलाई थाहा छैन 21 दिन जस्तो लाग्यो सो यति नै हो आजको लागि अब भेटौँ न अर्को दिनमा टाटा बाई बाई सी यु गाइज अनि थ्याङ्क यू फर 160 सब्सक्राइबर अझै प्रगति गरौँ न त्यही भएर लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला के बिग्रेको छ भने त्यही हो बाई बाई